हेर्नुहोस्, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मक्षेत्र लुम्बिनी प्रदेशतिरको विवाह समारोहको एक झलक। यस वैवाहिक समारोहमा परम्परागत तथा आधुनिक शैलीको सम्मिश्रण देख्न सकिन्छ। यस विवाहको कार्यक्रममा हाम्रो परम्परागत कर्णप्रिय पञ्चे बाजा घन्काइएको सुन्न सकिन्छ। त्यस्तै परम्परागत पद्धतिको अनुसरण गर्दै आधुनिक तरिकाले सेटको सजावट गरिएको देख्न सकिन्छ। दुलहा पक्षबाट यसरी दुलहीतर्फ किस्ती लैजाने चलन हाम्रो परम्परागत प्रथा हो। त्यस्तै गरी दुलही पक्षबाट दुलहातर्फका प्रत्येक जन्तीलाई यसरी स्वागत गर्ने आधुनिक चलन हो। दुलही पक्षका आमा समूहहरूबाट देखाइने यो आत्मीयता दुवैतर्फको सम्बन्ध प्रगाढ तथा सुमधुर बनाउन अत्यन्त प्रभावकारी देख्न सकिन्छ। जन्तीतर्फका प्रत्येक व्यक्तिलाई टीका तथा खादा लगाएर स्वागत गर्ने यो चलन निकै नै प्रशंसायोग्य छ। दुलहा दुलहीको स्वयंवर गराइने मञ्चमा यसरी भगवान गौतम बुद्धको प्रतिमा राखिएको छ। यहाँ यसरी गौतम बुद्धको हातबाट तल झरिरहेको जलधाराले दुलहा दुलहीलाई आशीर्वाद प्रदान गरिरहेको भान हुन्छ। अब यहाँ दुलहीलाई फुलको झल्लर ओढाएर स्वयंवरको कार्यक्रमका लागि दुलहालाई आमन्त्रण गरिएको देख्न सकिन्छ। यहाँ यो भिडका बीचमा दुलहा दुलहीको स्वयंवरको कार्यक्रम सम्पन्न हुँदैछ। त्यसपछि पुनः जन्तीहरूको स्वागत कार्यक्रम भइरहेको देख्न सकिन्छ। यहाँ हेर्नुहोस्, यो सेटको आधुनिक सजावट, रङ्गीन कृत्रिम फुलहरूको मनमोहक वातावरण अनि यहाँको रङ्गीचङ्गी सजधजले प्रत्येकको मनलाई आकर्षित गरिरहेको देख्न सकिन्छ। फुलै फुलको यो रङ्गीन मेलाको विवाह उत्सवको यो शुभ बेलाको दर्शन गर्नुहुने सम्पूर्णमा हार्दिक स्वागतम।